शिव नमस्कार सबैजनालाई। यहाँहरू सबैजनालाई फेरि पनि मेरो यस भिडियोमा स्वागत गर्न चाहन्छु। र आज पनि म फेरि मेरो एकजना मित्रले इमेल एड्रेसमा लेखेर पठाउनु भएको उहाँको आफ्नो मनको भावनालाई लिएर आएको छु। र उहाँले आफ्नो परिचय व्यक्तिगत राख्न चाहनु भएको रहेछ र म उहाँको परिचयलाई लिन चाहन्न। र उहाँले आफ्ना भावनाहरू यसरी लेख्नु भएका छन्। तर्किएर तिमी टाढा भयौ, हृदयमा झनै गाढा भयौ। तर्किएर तिमी टाढा भयौ, हृदयमा झनै गाढा भयौ। परेलीबाट सपनीमा झर्दा तिमी जीवनकै सहारा भयौ। परेलीबाट सपनीमा झर्दा तिमी जीवनकै सहारा भयौ। एकनास चम्किला हाँसिरहने मैले रोजेको तारा भयौ। एकनास चम्किला हाँसिरहने मैले रोजेको तारा भयौ। मेरो मनको हजार हजार तरेली फुल्ने पहारा भयौ। मेरो मनको हजार हजार तरेली फुल्ने पहारा भयौ। जिन्दगीको हिसाब किताब गर्ने तिमी नै सहारा भयौ। जिन्दगीको हिसाब किताब गर्ने तिमी नै सहारा भयौ। तिमी नै सहारा भयौ। र उहाँले कम्ती शब्दमा धेरै मिठो पाराले उहाँले आफ्नो मनको भावनालाई पोखाउनु भएको रहेछ। र हजुरहरूले पनि तपाईहरूको मनमा रहेका यस्तै तिता मिठा भावनाहरू छ भनेदेखि तपाईहरूले पनि मलाई इमेल एड्रेसमा सेन्ड गर्न सक्नुहुनेछ। मैले मेरो इमेल एड्रेस डिस्क्रिप्सनमा दिएको छु र तपाईहरूले मलाई लेखेर सेन्ड गर्न सक्नुहुनेछ। म तपाईको भावनाहरूलाई वाचन गरेर भिडियो मार्फत प्रस्तुत गर्नेछु। र आजलाई यति नै भन्दै मेरो यो छोटो भिडियोबाट बिदा चाहन्छु। धन्यवाद।